हेलो साथीहरू, गुड मर्निङ, नमस्कार तपाईँलाई। आज चाहिँ म पञ्चायत अफिस जानु आँटेको हो। बोलाउँदा 10 बजे टाइम दिएको थियो, तर अब यहाँ कति 10:30 बजिसक्यो। आज मिटिङ छ अरे है, र हामी जाँदैछ। अनि म चाहिँ स्कुटीमा जाने। धोबिनालासम्म चाहिँ यहाँ जोजोकाल दिनु पुऱ्याइन्छ हो। त्यहाँदेखि चाहिँ साथी बसिरहेको होला धोबिनालामा, त्यहाँदेखि चाहिँ म हिँडेर जान्छु हो। म चाहिँ लागेको अब ढिलो भइसक्यो है, घरमा त्यही त हो। म चाहिँ अब हिँड्नु आँटेको हो। यहाँ मेरो साथी पनि आइपुगेछ। कहाँ गएको तिमी? घुम्नु पर्यो ल घर गएको ए ल ल ल ल एकदम ल अब म पनि निस्केँ हो। साथी चाहिँ गयो। म चाहिँ आइपुगेँ हो। यहाँ सबैजना आइपुगेछ। ए हाम्रो दिदीबहिनी सबै यहाँ रहेछ। यहाँ गुड मर्निङ भनिदिनु सबैजनाले। गुड मर्निङ गुड मर्निङ। हेर न मुर्गी जस्तो भएर बसेको। सबैजना आइपुग्यो। अब चाहिँ हामी यहाँ बस्ने है। आज स्पेसल बिहान छ। आज चाहिँ नेसनल पञ्चायत राज डे रहेछ। हामी पनि आएको छु है। किन हामी चाहिँ यहाँ सबैजना बसिरहेको छ है। अघि आउँदाको चाहिँ भिडियो गर्नै पाएन नि त। यता पनि हुनुहुन्छ हो। उता चाहिँ हाम्रो समिति मेम्बर र हुनुहुन्छ बिर्सेछु। अघि चाहिँ हाम्रो गर्नु पाएन। अहिले चाहिँ हामी बसिरहेको छ। मिटिङ चाहिँ सुरु भएको छैन। साथसाथमा एउटा सानो मायाको चिन्ह सरलाई हामी प्रदान गर्न लागिरहेका छौँ। उसरी नै हाम्रो माझमा बिएलडिओ म्याडम पेमा छोडेन भुटिया, बिएलडिओ एआरडी डिपार्टमेन्ट उपस्थित हुनुहुन्छ। उहाँलाई पनि एउटा खला लगाएर स्वागत अनि अभिनन्दन गर्न चाहन्छु। र उहाँलाई पनि एउटा सानो स्मृति चिन्ह हामी प्रदान गर्न लागिरहेका छौँ। र उसरी नै हेडक्वार्टरबाट डिस्ट्रिक्टबाट पावर सर आउनु भएको छ र प्रत्येक काममा हामीलाई सहयोग गर्नुहुन्छ। उहाँलाई पनि एउटा खला लगाएर हामी स्वागत जनाउन चाहन्छौँ। उसरी नै हेल्थबाट सिएचओ म्याडम उपस्थित हुनुभएको छ। उहाँलाई पनि खला लगाएर हामी स्वागत जनाउन चाहन्छौँ। र विशेष गरी हाम्रा इलेक्टेड मेम्बरहरू सञ्जिता म्याडम पनि हेल्थबाट आइनु भएको छ। उहाँलाई पनि खला लगाएर स्वागत गर्न चाहन्छु। र विशेष गरी हामी गर्व गर्नुपर्छ, हाम्रो इलेक्टेड मेम्बर, प्रधान, उपप्रधान म्याडम अनि पञ्चायत समितिका सदस्यहरू हुनुहुन्छ। धेरै वर्षको ग्यापमा पञ्चायती राज हिलमा फर्केर आएर उहाँ सर्वप्रथम इलेक्टेड भएर यो अहोदामा बस्नुभएको छ। र यो पञ्चायती राज दिवसमा हामी प्रधानदेखि क्रमैले उपप्रधान, पञ्चायत समिति मेम्बर अनि सबै मेम्बरहरूलाई हामी खला लगाएर स्वागत अनि अभिनन्दन जनाउनु। उपप्रधान आशा थापा म्याडम हुनुहुन्छ। म्याडमलाई खला लगाएर, उसै गरी समितिका सदस्य उहाँलाई खला लगाएर स्वागत जनाउँदछौँ। रन्जु सुब्बालाई, उसरी नै संसद 1बाट गीता मोहरा, संसद 3 पुनम परियार अनि संसद 6बाट प्रतीक शर्माज्यू।
पानीको व्यवस्था हुनुपर्ने है यो सबै कुरोहरू उहाँले उठाउनुहुन्छ यो सबै कुरो रिजोल्युसनमा उठेर फेरि पञ्चायत समितिमा जान्छ जिपीमा पनि त्यसरी उठ्छ र यो जिपिटिपी प्लानमा फेरि मैले अघि भनिहालेँ तपाईँलाई बाटो झोडा कलवर्ट बनाउनु मात्रै डेभलपमेन्ट होइन नि त जस्तो एआरडी डिपार्टमेन्टमा हुनुहुन्छ म्याडम बिएलडिओ हुनुहुन्छ म्याडमले आफ्नो यहाँ एरियामा जति पनि एआरडी मेन्टालिटी चाहिँ एकदमै प्रोग्रेसिभ हुनुपर्छ यो मेरो सोचाइ है प्रोग्रेसिभ हुनुपर्छ है कस्तो घरमा केही छैन गुन्द्रुकको झोल पकाएर भात खुवाउँछु भन्ने चाहिँ मेन्टालिटी हुन्छ लेडिजहरूको हो गाउँ घरको काम गरेर पनि फेरि आफ्नो ड्युटीमा मिटिङ आउनु अगाडि कति काम गर्नु होला घरमा होइन र अब त्यो एप्रिसिएसन चाहिँदैन त्यसको लागि भनेको पनि होइन तर तपाईँहरूले जुन चाहिँ काम गर्नु हुँदैछ त्यही स्ट्रङ मेन्टालिटी राखेर आफ्नो सन्तानहरूलाई समाजको लागि पनि त्यसरी नै गर्नुपर्छ है लास्टमा पाउने केही छैन को डिएम को एडिएम को सिएम सबै त लास्टमा सबै छोडेर जानुपर्छ है तर आफ्नो जुन चाहिँ तपाईँको पोजिसन छ जस्तो प्रधान साहबले राम्रो गर्नुहुँदैछ पञ्चायत समितिले राम्रो काम गर्नुहुँदैछ कालेबुङमा है म्याडमहरूले राम्रो काम गर्नुहुँदैछ हेल्थले राम्रो काम गर्नुहुँदैछ है अब पछि के छ त्यो गरेको कामले त पछि मान्छेले बुझ्छ नि त आजकल त मान्छे त सबै इक्वलै छ नि सोसियल मिडियामा मैले पनि गुगलमा त्यो कुरो चेक गर्न सक्छु तपाईँले पनि चेक गर्न सक्नुहुन्छ धान्ने कुरा जान्छ जानुपर्छ अब चाहिँ रोशनीको घर गएको